हजुर हजुर तिमीहरू जस्तो जेन्जीले गरेनौ भनेदेखि हुँदैन हजुर हजुर तिमीहरूले गर्नै पर्छ भाइ ल खुसी लाग्यो हस् दादा हस् ल हामीहरू प्लेन उडाएर घर फर्किँदै यो चाहिँ मेरो भतिज भनिदेऊ केही 2 शब्द यो हाम्रो अङ्कलले बनाउनु भयो उहाँलाई धेरै धेरै बधाई छ र अझै प्रगति गरोस् यही भन्न चाहन्छु बस हस् थ्याङ्क यू ऊ मेरो साथी दुइटै अनि यहाँ पनि चाहिँ आफ्नै मान्छे उहाँ पनि भतिज नै लाग्नुहुन्छ तपाईँ के भन्न चाहनुहुन्छ भन्नु त अलि लजालु टाइपको हुनुहुन्छ उहाँ तर केही छैन भर्खर चाहिँ हामीहरू प्लेन उडाएर घर फर्किँदैछौँ र यसमा चाहिँ खासमा के प्रब्लम आयो भन्दाखेरि आज के छ कि हामीले जुन अस्ति बनाएको थियौँ होइन त्यसको मोटरमा हालेर अनि चाहिँ यसमा सानो प्लेनको मोटर चाहिँ यसमा हाल्दैछु अनि पहिला चाहिँ के भयो भन्दाखेरि यसमा यसको वेट बढी थाहा छ र त्यसको कारणले गर्दा मोटरलाई धेरै थ्रस्ट फाल्न चाहिँ बाध्यता हुनुपर्छ र त्यो कारणले गर्दा अलि मोटर चलेन तर ब्याट्री जे होस् ब्याट्रीको हामीले ब्याट्री कुन युज गर्ने खै एकपल्ट त यहाँ हेर्नुहुन्छ हामीले चाहिँ यो ब्याट्री युज गरेको थियौँ र साँच्चै यसको ब्याट्री ब्याकअप चाहिँ बवाल रहेछ जे होस् 2200 केबी दुईवटा हेर्न सक्नुहुन्छ यहाँ चाहिँ दुइटै चाहिँ म 2200 युज गरेछु र यसको चाहिँ ब्याकअप जे होस् बवाल थियो है यो त मोटर बिग्रेको कारणले गर्दा चाहिँ राम्ररी उड्न पाएन नत्र जे होस् यसको चाहिँ ब्याकअप बवाल रहेछ अनि त्यही चाहिँ अब हामीहरूले अर्को मोटर दराजबाट अर्डर गर्नुपर्छ त्यही अर्डर गरेर चाहिँ फेरि यसलाई फेर्छु तर जे होस् स्टेबिलिटी तर त्यही बवाल थियो हामीले भर्खर उडाएको होइन अनि मेरो साथीहरू सबै लाग्दैछन् र अब त्यही हो मिलाएर ब्याट्रीहरू के भन्छ हाम्रो दाइहरू हजुर हजुर अनि त्यही चाहिँ अब घर फर्किँदैछौँ 1-2 दिनमा अब सायद मोटर आउँछ कि केहीले आउँछ अर्डर गरेपछि अनि त्यसपछि चाहिँ फेरि आउँछु उडाउन तर स्टार्टिङ टाइममा पनि चाहिँ उडाउँदाखेरि स्टेबिलिटी त आउन त आएको थियो होइन केही ब्याट्री प्रब्लम थियो र अहिले चाहिँ मोटरमा प्रब्लम आएको छ यसलाई चाहिँ अलि छ 1800 केबी युज गर्नुपर्ने हामीले 2200 केबी युज गरेका छौँ जस्ट टेस्टिङको लागि हेरेको थियो कि कस्तो स्टेबिलिटी छ तर आज प्रुभ भइसक्यो जे होस् बवाल स्टेबिलिटी छ जे होस् होइन भनिदेऊ न कस्तो छ